गरिरहनु भएको छ के मुख छाड्नु भएको छ के भन्नु न? फेरि मैले पनि मुख हैन हामी त्यहाँ सुनिदैन के तपाईहरुले त्यहाँ मैले कसरी मुख छाड्नु त फेरि हिजो कांग्रेस र एमाले बहुमतमा भएकै बेलाको नियमावलीमा अहिले यो सदन चलेको छ आफूलाई अनुकूल भएको बेलामा चाहिँ त्यो शब्द लेख्ने आफू अनुकूलको व्याख्या गर्ने आफू अनुकूल नहुना बित्तिकै यो रोइलो गर्ने काम रे राम्रो होइन मात्रै भनेको हामीले प्रधानमन्त्री आउनु पर्छ कि पर्दैन अब हामीले के भन्यौ त आउनु हुँदैन भन्यौ हामीले आउनुपर्छ बोलाउने तपाईहरुको पनि कर्तव्य होला मैले फेरि पनि भने त हामीले बोलाउने भन्ने भन्दा पनि प्रधानमन्त्री पनि यस सदनको एउटा सदस्य हुनुहुन्छ सदनमा उठेका प्रश्नको जवाफहरू प्रधानमन्त्रीले दिने एउटा कुरा छ तर चाहिँ एउटा कुरा त्यो बकेता नियममा लेखेको कुरा प्रधानमन्त्री नआएको खण्डमा फलानुले पनि दिन सक्ने छ भन्ने कुरा स्पष्ट हुँदाहुँदै नियम मान्ने होला नि व्यक्तिगत रूपमा हिँडेर आउनुपर्छ अहिले आउनुपर्छ मतिर फर्किनुपर्छ भनेको बेला आउनुपर्छ भन्ने हुन्छ र रिस उठ्यो भन्दैमा गाउँमै झगडा परेको जस्तो हो सभामुखले बोल्न टाइम दिनुभएको छ सभामुखले यसरी बोल्नुस् भन्नुभएको छ सभामुखले यसरी गरौँ भन्नुभएको छ त्यसैले गर्दा हामीले भन्न खोजेको कुरा मात्र के हो भने त्यता मात्र नतन्क्यो अनि त्यहाँ मर्यादा पालक पनि हुन्छ नि तपाईले त त्यहाँ गएर त्यसरी सुन्नुस् न मैले भने त म पनि जनप्रतिनिधि सुन्नु न तपाईँ प्रश्न गर्नुहोस् मलाई थर्काउन थाल्नु भयो भने त फेरि हाम्रो यहाँ पनि झगडा हुन्छ म तपाईँलाई के मात्रै भनिरहेको छु भने म पनि जनप्रतिनिधि हो सदनको सदस्य हामी पनि हो सदनको मर्यादालाई कायम राख्ने कुरामा हामी पनि जवाफदेही हुनुपर्छ हामीले भनेको के हो भने उहाँहरूले एकातर्फ तन्काउँदै गर्दा एकातर्फ ढल्किँदै गर्दा यसलाई सिधा बनाउन खोजेको हामीले त्यसो होइन यसो हो सभामुखको कुरा सुनौँ भनेको हामीले उठेर के भनेको भने सभामुखको कुरा सुनौँ न सभामुखलाई बोल्न दिनुहोस् न हामीले बोलेकै कहाँ छौँ भने हामीले माइक समातेकै छैनौँ हामी लड्न गएको छैनौँ भिड्न गएको छैनौँ भनेको मात्र के हो भने सदनको गरिमालाई कायम राख्न सभामुखको गरिमालाई कायम राख्न र एउटा संसदीय पद्धतिलाई विधि र प्रक्रियाबाट परम्परा अनुसार चलाउन उहाँहरू परम्परा भन्नुहुन्छ परम्परा मिच्यो भन्नुहुन्छ तर उहाँहरूले अहिले जे तरिकाले उहाँहरू प्रस्तुत भइरहनु भएको छ त्यो परम्परा हो कि होइन उहाँहरूले के भन्नुभयो प्रधानमन्त्री आउनु भएन प्रधानमन्त्री खै भन्नुभयो त्यो गलत भन्नुभयो होइन मैले गलत भने त मैले बोल्न दिनुहोस् मलाई उहाँले प्रधानमन्त्री खै भन्नुभयो तर संसदको नियमावलीले पनि के भन्छ भने प्रधानमन्त्री कुनै कारणवश आउन नसकेको खण्डमा प्रधानमन्त्रीले तोकेको प्रधानमन्त्रीको मन्त्रीको